यो हेरी म परेको स्कुल है मस्त सरफमा धोएर सुकाइदियो अनि के कपाल म कसम हेलो ठीक बा वेलकम ब्याक टु माई डेली भ्लग नमस्ते नमस्ते एभ्रिवान हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि ठिक छु सानो जेके पनि ठिक छ अनि सो मेरो नाम अस्मित ठाडो अनि आजको ब्रेकिङ न्युज फेरि के छ भनेपछि आज के हो तिमीहरूलाई थाहा छ डिसेम्बर 17 आज पुसको 2 गते हुनेको कारणले यहाँ म बिस्ताराबाट उठ्न सकेको छैन ओके लास्ट लाफा ब्रो चाहिँ हाँस्दिँदाखेरि अलि ओरिजिनल हुन्छ डुप्लिकेट हुन्छ त्यही हो गाइस आजको फेरि सो मैले हजुरहरूलाई देखाउने छु जाडो कस्तो छ रेडी गाइस कोही च्यानलमा नयाँ हुनुहुन्छ भने त्यही है ठ्याक्कै त्यही रातो बटनमा ठ्याक्क दबाइदिने अनि त्यो सब्सक्राइबको त्यो हुन्छ नि त्यो घन्टा त्यो पनि ठ्याक्क अनि त्यो घन्टी खटक्क बज्यो भने अनि सेयर बटनमा गएर यो भिडियो सिधै देख्नुहुन्छ नि सिधै पठाइदिने है अनि आज चाहिँ म के गर्नेछु सब वाच गर्छु बिहानदेखि लिएर साँझसम्म अनि त्यही हो मेरो डेली भ्लग अनि सो अलराइट गाइस रेडी हो तिम्रो म त रेडी भएको अब यसो मुख सुख जाडो छ अनि आजको चाहिँ डिसेम्बर 17 पुसको 2 गते हुनको कारणले यहाँ घरै देखेको छैन यस्तो सिन भइरहेको छ यहाँ है हाम्रो पानबारीमा अरू ठाउँमा के छ कसो छ मलाई थाहा भएन तर पानबारीमा चाहिँ सालजन्डी पानबारीमा चाहिँ यस्तो छ जाडो बहुत छ यहाँ अनि यसो मुख त मा कसम बल्ल धोएको थिएँ मैले मुख बल्ल धोएको थिएँ त्यही हो गाइस आजको मौसम यस्तो छ अनि सायद जाडो आजदेखि चालु भयो भनेपछि बुझे हुन्छ अनि यहाँ घरहरू पनि देखियो होइन भर्खर देखिन चालु गरेँ है हेर्नै यहाँ यताको होइन अनि अहिले चाहिँ म छतमा छु अनि त्यही हो आज घरको छतदेखि भिडियो बनाइदिउँ न भनेर अनि यही हो हाम्रो छिमेकीको घर अन्त यता सेक्दै हुनुहुन्छ हाम्रो बाबुलाई चिसो भयो अरे क्या बाबुलाई अनि अस्ति बाइकमा डुलेको चिसो भयो त्यही सेक्दै हुनुहुन्छ अनि बिचरा एक्लै हुनुहुन्छ कतै भ्याउनुहुन्न काम गर्न अब नानीलाई स्कुल पठाउनु पर्छ हिजो लिनु म छोपिदिन्छु बाबुलाई म छोपिदिन्छु क्या त्यही त सेकेर भ्याउनु म छोपिदिन्छु भनेको हजुरलाई दुःख दियो होला दाइ कता हुनुहुन्छ र जानुभयो दाइ ए आमालाई हस्पिटल लग्नु भएको थियो दाइले अलि आमा नि बिरामी हुनुहुन्छ यता तर आज चाहिँ कस्तो लास्टै जाडो हो यार हिजो रातिदेखि भएको गाइस है हाम्रो राति 7-8 बजीतिर आएको थियौँ यता घर चाहिँ म 9 बजीतिर आएको थिएँ राति अनि हिजो रातिदेखि भएको थियो जाडो चाहिँ यसो थाहा हुन्छ नि त अरू दिन अलि कम अनि आजदेखि त मस्त म फर्स्ट टाइम होला यस्तो ध्यान गरेको फेरि नेगेटिभ कमेन्ट नगर है सबैको मनमा लागेको कुरा भनिन्छ मेरो एउटा नयाँ छिमेकी आउनुभयो के अरे यार नयाँ पडोसी छिमेकी उतो घरमा मेरो दाइको घरमा यो मेरो यो यस्तो है मेरो घर अनि यसमा के यो घरमा आउनुभयो अनि जसै देखाइदिउँ र गएर क्या कोकोहट के थाहा मलाई पनि थाहा छैन कोकोहट अहिले जान्छु म अहिले जान्छु दाइ उतैदेखि हात हल्लाइराख्नु भयो ट्याक अनि अर्को नानीलाई देखाउने छु हजुरहरूलाई हेर्नु नि छिटौ राति खेलाउने भए आऊ नभए नआऊ होइन जस्तै जरो पुग्छ
हाम्रो नानी है यो हेरी नानी यहाँ हाई हेलो त भन्न हौ कस्तो तिमी ओहो लजाको तिमी ठुलो भइस कस्तो हेर्छौ मेरो भिडियो कता हिँड्नु दाइ दाइको फेरि जब कता खेततिर आजदेखि डिसेम्बर 17 अनि ठुलो भएपछि तिम्रो ठुलो टन्नरी भएपछि बल्ल हेर्छौ त्यहाँ म यस्तो थिएँ भनेर दुईटा मैयाहरू भर्खर उठ्यो हेलो तिमी लजाउने रहन्छ तिम्रो नाम के अरे सुबे वाह तिम्रो नाम प्रतीक्षा हाम्रो यिनको नामै म बोल्छु यार के भाउजू शिवान हाई हेलो भनिदेऊ नभए हाई गरिदेऊ बाई गरिदेऊ यिनलाई हो चिसो भएको है छुटी होइन दिदीले कस्तो गर्यो यिनी त यिनलाई त मैले ठुलो भएपछि हेर्छ तिमीले मेरो भिडियो अनि स्कुल हिँड्ने हो यिनीहरूको मत छ हामीलाई पहिला हिँड्दै जानु पर्थ्यो त्यो गाडी आउँछ तिमीलाई चिसो भएछ तिम्रो चिसो भएछ यो हाम्रो गाउँतिर यस्तै रमाइलो छ केटाकेटीहरू मस्त भर्खर हेलो हेलो र अहिले भिडियो नहाल अब जाडो हुनको कारणले यिनी नानीले टोपी नलाएको छन् अनि तिमी कसरी हुन्छ पुच्छर होइन त उसो कान के अरे तिमी हाम्रो छिमेकी हो नयाँ कहिले आएको अस्ति आएको पहिला कहाँ बस्थ्यौ भाटामा बस्थ्यौ मलाई पहिला देखेथ्यौ देखेथेनौ यिनीमा प्रतिशाला बस्थ्यो अरे क्या उता भाटा तल छै प्रतिशाला त्यसको देखेँ हौ त्यहाँ बस्थ्यो अरे मैले देखेन के यिनलाई त्यही भएर सोधेको नयाँ छिमेकी अनि म हिजो तिम्रो घर गएको थिएँ नि यहाँ तिमी थिएनौ तिम्रो मम्मी थिए आउनु होला है बाबु बस्न भन्दै हुनुहुन्थ्यो तिम्रो बस कति बेला आउँछ ठ्याक्कै अब हुन्छ अनि आज म कहाँ जाने हो म कहाँ घुम्छु फेरि थाहा कि नै पैसै लाग्दैन मलाई काठमाडौँ नि फेरिमा जान्छु म मेरो खाना खाने टाइम भएको छ है आज मेरो खानामा छ देख्न सक्नुहुन्छ भने फिस मर्निङमा फिस भयो भने कस्तो मजा आउँछ नि त होइन र मेरो आई लभ इट फेभरेट फिस है किनकि म ठाडो हो नि त यताको चाहिँ के हो थाहा भएन है मलाई दामी अरे म अब ठ्याक्क तल आएको छु अब तलतिर जानु पर्ला भनेको थिएँ होइन अनि क्यारम बोर्ड खेल्नतिर जानु पर्यो अब अनि हाम्रो माइली बाबुले फेरि यहाँ दाउरा चिरे रहेछ क्या अनि कहाँ केटाहरू भनेको त्यही खतरा विशालतिर जानु पर्यो टाइम पास गर्नलाई
कहाँ हुन्छ र अफिसतिर खाना खाइसकेको हो कि नै दाउरा चिरेर यिनीहरूले त 1 महिनादेखि चिरेर 1 महिनै भयो क्या यसको मर्डर हान्नु लामै हामीले कति ठुलो यार 5 किलो होला यार यसको करिब गरौँ ओजन त कसम जे भयो नि ठ्याक्कै गर्ने नि तिमी जस्तै देख्थ्यो तर मलाई सेम टु सेम हरिब छ के लोताइदिन्छु हामीलाई त्यो सानो सानो मेट्रो भालेले चेक गर न चेक गर के ल बाबु कष्ट लाग्यो हाम्रो खडा के हुन्छ त्यो खाने चिजै त हो छोप्ने म एक्लै कसरी काट्ने यत्रो हान्छ यो भएन के त्यो अचानै भयो यही माथि राख्यो नि त भयो के अरे माइली यही माथि राख्यो नि त भयो के अरे 10 फेलको 10 मा पढ्दा 10 बजेर 10 मिनटमा स्कुल त जान्थ्यो राखेर काट के 200 काट्छ कुखुराले धेरै आफै डरानी नि पानी घाँटी ठुलो हो के घाँटी ठुलो हो नि यसको त कुखुरै अनि नछोड है कुहे त्यहाँ राम्रो छ यहाँ छोप फेरि मलाई हान्छ फेरि ल फेक्ने हेलिकप्टरको पंखा चाहिँ गरे है मोरमा ल 4.5 किलो रहेछ घाँटी डेन्जर देखे यसको त यार सही देखियो त नि बालै यति लामो कसैसिम पैसै छैन कसैसिम सरफमा धोएर सुकाइदियो अनि के म चाहिँ क्यारम बोर्ड खेल्ने ठाउँबाट निक्लिसकेको छु अनि त्यही हो अब म घर जान लाग्यो हो अनि दाइहरू फेरि थोरै लेट आउने रे दाइहरूले थोरै काम नि भन्नुभयो क्या घर नास्ता सास्ता लिएर चलिदिनु भनेर त्यही हो नास्ताको दोकानमा जान्छु एम्बुलेन्स गराइरहेको के सोचिरहेको थियो क्या हो आफ्नै त देखाउने हो फोटो कसको देखाउने हो होइन मेरो त देखाएर अनि त्यही मोमो र चाउमिन लग्नु भन्नुभयो अनि प्लस मासु पनि लिएर जा है भाइ भन्ने हन् दाइले त्यही हो पहिला नास्ता भनिदिन्छु 1 लट नास्ता भनिदिएपछि सुख हुन्छ अन्ते 1 प्लेट चाउमिन अनि 1 प्लेट मोमो प्याक गरिदिनु सादा कति हुन्छ हजुर 220 हुन्छ प्याक गरेर राखिदिनु म मासु लिएर आउँछु यता अब मासु पनि लिएर आउनु पर्नेको छन् अनि त्यही हो मासु लिएर मलाई 1.5 किलो लिन भन्नुभएको 1.5 किलोमा त्यही हो मासुको दोकानमा जाऊँ न म ट्याक्क मासु दोकानमा आएको छु हाम्रो मासु दाइनी ठाउँ फेरि यो है ट्याक्क प्रदीप दाइको आफ्नो गाउँको अनि भाउजू मासु छ नि होइन ट्याक्क मासु दिनु 1.5 किलो 1.5 किलोलाई कति पर्छ 795 होइन हुन्छ 5 पनि के गर्ने हो र 800 को राखिदिनु न 1.5 किलो आधी किलो अलग प्याक गरिदिनु अनि पिस चाहिँ अलि मसिनो गराउनु फेरि पिस है मलाई फेरि दाइले फेरि आधी किलो तैँले नि लग्न घरमा हिजो नि लग भन्दै थियो
अनि आज नि लक भने हिजोखेरि हाम्रो घरमा त्यही हो फिस पाएको थियो त्यही भएर आज ट्याक्क मासु हालिदिउँ न त। अनि हाम्रो केटाहरू उहाँ बल खेलेर नै सानो भाइ अरे ट्याक्क मैले देखिरहेको तिमीले देखाएन कि देखाएन थाहा भएन। अनि त्यसपछि घरतिर जानु पऱ्यो। सधैँ नाइटमा मात्र आइन्थ्यो राति राति हुन्थ्यो सधैँ आउँदा आउँदा। आज चाहिँ अलिक छिटो चल्टेको। दाइ खोइ र दाइ कता अरे ए 4 नम्बरतिर जानु भयो। कहाँ हो प्रदीप दाइ हजुर दोकान छोडेर भिडियो हेरेर नि थाहा होला नि होइन। यो भाइले कमेडी तरिकाले खाइरहन् क्या मोमो है। भाइले टाटो भयो लाग्यो चम्पतले खाऊ के त्यो मुख हात चेप्यो क्या झन्डा चेप्टेको टाटो भएछ क्या मुख गरेर खान्छन् कि। हजुरले मासु काटेको हेर्न चाहनुहुन्छ भने म देखाइदिन सक्छु। अनि 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 यस्तो पिस सबै मिक्स हाल्नु तिनटै बराबर हाल्नु क्या। अनि हाम्रो राणा बुङ्गुर मासु पसलमा आउन सक्नुहुन्छ सालजन्डे। अनि एकदम फ्रेस मासु मस्त राम्रो आफ्नो गाउँ हाम्रो गाउँको दाइ हो। दाइ भाउजू हाम्रो गाउँको टक्क पानबारीको मासु मासु वाह सबैको फेभरेट चोचेको मासु है। सबैको त नभनौँ कसैले नखाला तर सबैकै हुन्छ फेभरेट। अलग अलग प्याक गरिदिनु है 1 किलो 1 अनि आधा अलग। निशान दाइ यो हजुरको है टक्क अहिले मस्त खानु होला। निशान दाइलाई बोसो त परेन बोसै खानुहुन्छ। मेरो सालीले के यहाँको बुङ्गुरको मासु बहुत मन पराउँछन् क्या। बुङ्गुरको मासु खानु मन लाग्यो नि सालजन्डी जानु मन लाग्छ भन्छन् के अरे। मेरो पिप्री चापाबाट यहीँ नजिकैदेखि ससुराल नजिक भयो भने सजिलो हुन्छ नि त। मलाई त हरिक रमाइलो लाग्छ ससुरालमा। पार घर उता हो पूर्ति घाटदेखि माथि। ए हजुरको कोटा हो र पार घर ए हजुरको पूर्ति घाट हो ए भनेपछि त्यो पूर्ति घाटदेखि यति माथिको उसबाट यति माथि गएर भित्र छिर्ने बाटो हो क्या। त्यो ठाउँको नामै थाहा भएन मलाई। ए फोक्सिङ भन्ने त सुने जस्तो माने मैले। सायद चिन्नु भयो होला मलाई त्यति माथि गाउँ त हिमाल देखिन्छ कि क्या मस्त पहाडदेखि माथिदेखि। म त गएको नि म पढेको स्कुल हेर्ने हो गाइस। अहिले ट्याक्क स्कुलले नि सोध्दैछ मस्त। यो हेरी म पढेको स्कुल है पशुपति माध्यमिक विद्यालय। थ्याङ्क यू। यो हेरी मस्त अहिले सोच्दैछ कि बेलैमा किन पढेनस् बाबु पढ्न पर्ने रहेछ बेलैमै। ठ्याक्क अटो नि लागेछ क्या चल्दिनु परेन। आजै छिटो आइदिएको कि म हेरी राणा अङ्कलै हाम्रो गाउँको ट्याक्क चढिदिने सबैजना हाम्रो पानबारीको साथीहरू जम्मा भइसकेको छ भने हाम्रो साथीहरू ल चटक्क लाएर सालजन्डी र केटाहरू हाँस्दैछ कि मैले ब्लग बनाउँदा मैले यिनलाई देखाउनै भुलेको नि त। हाय हेलो केही छैन यार सब भइहाल्छ नि अहिले त रेडी नै भएन त। रेडी नै भएन
अनि म भर्खर घर आइसकेको छु अनि हाम्रो मासु चाहिँ हाम्रो मालकिनीको हातमा दिनु पर्यो अब पकाइदिन्छ अनि साथी आएको छ अब यसो फेरि पनि सालदिनतिर जाने हो हाम्रो यसको काम छ अरे अनि त्यही हो मेरो आजको दिन पनि यसरी चाहिँ गयो अनि गाइस नयाँ हुन्छ नि सब्सक्राइब गर्न नभुल्नु अनि थ्याङ्क यू फर वाचिङ फेरि नेक्स्ट डे यस्तै इन्ट्रेस्टिङ भिडियो लिएर भेट्नेछु अहिलेलाई बाई बाई सी यू टुमारो गुड नाइट